मिर्चियाको सगरमाथा सेकेन्डरी स्कुलमा कक्षा 11 का विद्यार्थीहरूलाई भव्य स्वागत। मध्य प्रदेशकै उत्कृष्ट तथा प्रतिष्ठित शिक्षण संस्थाहरू मध्येको एक सिराहा जिल्लाको मिर्चिया स्थित सगरमाथा सेकेन्डरी स्कुलमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका कक्षा 11 का विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमका बीच स्वागत गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा 12 का विद्यार्थीहरूको सक्रियता र व्यवस्थापनमा नयाँ शैक्षिक सत्रका भाइ बहिनीहरूलाई स्वागत गर्न उक्त स्वागत समारोह अर्थात वेलकम प्रोग्राम आयोजना गरिएको हो। कार्यक्रममा कक्षा 12 का विद्यार्थीहरूले नयाँ आएका सहपाठीहरूलाई अबिर, खादा र माला लगाएर न्यानो स्वागत गरेका थिए। सिनियर विद्यार्थीहरूले आफ्ना भाइ बहिनीहरूलाई सगरमाथा स्कुलको अनुशासित र उच्च शैक्षिक वातावरणमा घुलमिल हुन हौसला प्रदान गरे। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा गीतहरू प्रस्तुत गरेर माहौललाई निकै उल्लासमय र मनोरञ्जनात्मक बनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथा सेकेन्डरी स्कुलका संस्थापक प्रदीप तिवारीले भावुक र उत्प्रेरक मन्तव्य राख्नुभयो। उहाँले विद्यालयमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई आफ्नो छोराछोरी सरह मानेर उच्च सम्मान र माया दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सगरमाथा स्कुल केवल एउटा शैक्षिक संस्था मात्र होइन, यो एउटा परिवार हो। यहाँ आउने हरेक विद्यार्थी हाम्रा आफ्नै छोराछोरी हुन्। उनीहरूको उज्जवल भविष्य, उच्च संस्कार र उत्कृष्ट शिक्षाको पूर्ण जिम्मेवारी हाम्रो हो। हामी उनीहरूलाई समाज र राष्ट्रकै नेतृत्व गर्न सक्ने योग्य नागरिक बनाउन कुनै कसर बाँकी राख्ने छैनौं, संस्थापक प्रदीप तिवारीले भन्नुभयो। सिराहा जिल्ला र समग्र मध्य प्रदेशमै गुणस्तरीय उच्च शिक्षा दिने अग्रणी विद्यालयको रूपमा सगरमाथा सेकेन्डरी स्कुल चिनिँदै आएको छ। विद्यालय प्रशासनका अनुसार नयाँ विद्यार्थीहरूलाई प्रविधिको प्रयोग, व्यावहारिक ज्ञान र कड़ा अनुशासनका साथ अगाडि बढाउने लक्ष्य राखिएको छ। भव्य रूपमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूमा थप उत्साह र ऊर्जा थपेको त्यहाँ उपस्थित शिक्षक तथा अभिभावकहरूले बताएका छन्। म प्रदीप कुमार तिवारी, सगरमाथा माध्यमिक विद्यालयको प्राचार्य। आज असारको 5 गते कक्षा 11 को शैक्षिक सत्र सुरु भएको छ र यो भिड अहिले हामीले जुन देखिरहेका छौँ त्यो भिड भनेको छैन। कक्षा 11 मा सगरमाथामा पढ्न आउने विद्यार्थी भाइ बहिनीको यो एउटा भिड देख्नुभयो यहाँहरूले। निश्चित रूपमा सगरमाथा एउटा मध्य प्रदेशकै चाहिँ एउटा लिडिङ विद्यालयको रूपमा यहाँ चाहिँ साइन्स, म्यानेजमेन्ट सबै फ्याकल्टीहरू चाहिँ यहाँ व्यवस्थित तरिकाले चाहिँ चलाइएको छ, जसले गर्दा पहिलो रोजाइ विद्यार्थीको पहिलो रोजाइ मध्य प्रदेशको चाहिँ सिराहा जिल्लाको सगरमाथा माध्यमिक विद्यालय नै। त्यस कारणले आजको यो दृश्य देख्दा हामी सम्पूर्ण शिक्षक साथीहरू र हामी सम्पूर्ण मिर्चियावासीहरू सबैजना सगरमाथाको चाहिँ क्वालिटी ब्रान्ड प्रति, लिडरसिप प्रति चाहिँ एकदम हर्षित भएका छौँ। त्यस कारणले आज हामीले हेऱ्यौँ कक्षा 12 का विद्यार्थीहरूले कक्षा 11 का विद्यार्थीहरूलाई स्वागत गर्ने कल्चरको विकास हामीले 12 का विद्यार्थीलाई चाहिँ हामीले उहाँहरूबाटै कक्षा 11 का विद्यार्थीहरूलाई चाहिँ स्वागत गर्ने यो प्रक्रिया सुरु गरेका छौँ। निश्चित रूपमा हाम्रो लिडरसिप गर्ने सिनियर विद्यार्थी कक्षा 12 को विद्यार्थी एउटा मोडेल रूपमा हामीले बनाएकै कारण उहाँहरूबाटै चाहिँ कक्षा 11 को विद्यार्थीलाई पनि त्यही मोडेलमा तपाईहरू अगाडि बढ्नुहोस्। आज तपाईहरूको सुरुवातको दिन हो भनेर यो सुरुवातको दिन चाहिँ हामीले आज चाहिँ विद्यार्थीलाई स्वागत गरेका छौँ, उहाँहरूलाई सम्मान गरेका छौँ सगरमाथामा आइदिनु भएकोमा। त्यस कारणले अब यो भर्नाको पनि अहिले लास्ट, अब हाम्रो आजदेखि कक्षा सञ्चालन हुँदैछ। यो कक्षा सञ्चालन भइरहेको हुँदाखेरि यो जानकारीको लागि चाहिँ हामीले हस्त धन्यवाद।